त्यो दुईटै How's the packing? पहिला त सिङ्गल आएको थियो यो हेर्दा चाहिँ गाइस आफ्नो ब्रान्ड हो यो आफ्नो ब्रान्ड हेलो एभ्रिवान नमस्ते न्यू ब्लग राजुको ब्लग चाहिँ सुरु हुन्छ आज चाहिँ हाम्रो घर सफाइ हुँदैछ किनभने मैले सिमलाबाट बोलाएको छु नि त ऊ चाहिँ एकदम हायर एकदम सेभ हो है मतलब लेटेस्ट अलिक कस्टली हो भाइरल अलिक कस्टली पनि हो होइन हामीले एफोर्ड गर्नु नसके पनि बोलाएको उहाँलाई चाहिँ उहाँ चाहिँ अब एकदम भनौँ न भाइरल अहिले ट्रेन्डिङ भइरहनु भएको छ नि त एकदम यहाँ हेर्न सक्नुहुन्छ यत्तिको हुनु पर्यो नि त बेसी हेर्न सक्नुहुन्छ हजुरले रुम पनि भर्खर मिलाउनु भयो बेडहरू त्यो फोल्ड गर्नु नि हौ एकछिन माथि डल्लो पार्नु न मैला लाग्छ कि तपाईँले बढाल्दा गाइस मेरै खाएर मेरो के सिकाउनु यहाँ चाहिँ मैले एकदम हायर बोलाएको गाइस होइन अहिले फिलहाल हाम्रो घरको हालत चाहिँ यस्तो भइरहेको छ यहाँ सबै मिलाएर मैले चाहिँ यो सबै हटाइदिएको नि त अन्त उसले चाहिँ यहाँ सबै गर्नुहुँदैछ गाइस के गर्नु जिन्दगी यस्तै रहेछ मलाई लाग्दैछ गाइस यो चाहिँ हामीले रिसेन्टली चेन्ज गरेको हो नि त हजुरहरूले हेर्नुभयो होला लास्ट ब्लगमा फर्स्टमा चाहिँ हामीलाई अक्वर्ड लाग्यो बट अहिले चाहिँ राम्रो देख्दो रहेछ नि ऊ पर्दाले सोचेको चाहिँ थिएन यस्तो दामी देख्छ भने फर्स्टमा चाहिँ अब जे कुरा पनि अलिकति अक्वर्डै फिल हुँदो रहेछ नि त सो त्यही भएर अनि अहिले चाहिँ उहाँले चाहिँ सबै गर्नुहुँदैछ है गाइस घर आएपछि यस्तै हो अन्त मलाई चाहिँ आज खास गरी घुम्नु जानु मन परिरहेको थियो गजलडुबा होइन उसले पनि भन्दै थियो जानुपर्छ भनेर तर उसले यस्तो काम बिगारेको छ कि गाइस त्यो तपाईँहरूलाई म भन्नु पनि सक्दिनँ त्यो काम चाहिँ यस्तो उसले बिगारेर यहाँ यस्तो हालत भएको खास गरी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ होइन उसले जस्तो बदमास चाहिँ कसले पनि गर्दैन यो घरमा यहाँ सक्छ नि त गाइस यहाँ चाहिँ सफा हुँदैछ हो गाइस अघि बिहान चाहिँ मेरो बुढाले घर सफा गरिसक्नु भएको थिएन मैले चाहिँ दुईचोटि मिलाइसकेँ यो सोफा दुईचोटि मिलाइसकेँ ल गर्दै ऊ फेरि भत्कायो गाइस उसको साथीहरू आउनु भएको थियो अघि अनि मैले फेरि मिलाएको हो अघि चाहिँ कसले भत्काएर गएको दाजु गाइस आज चाहिँ हामी कहाँ जाँदैछ भनिदिहाल्नु न मेरो चाहिँ साथीले होइन मेरो अब बेस्ट साथीले चाहिँ अब इन्भाइट गरेको छ त्यही सब त्यही भएर होइन हामीलाई इन्भाइट गर्दा चाहिँ हामी यो ब्रान्ड आफ्नो ब्रान्ड हो यो आफ्नो ब्रान्डलाई चाहिँ हामी लिएर जान्छौँ साथी गर्नु सो है गाइस हेर्दै गर्नुहोस् लामो ब्लग्स सो गाइस हेर्दै गर्नुहोस् ब्लग चाहिँ हाम्रो युट्युबमा कम्ती आउँछ बट वी ट्राई टु ब्रिङ कन्टिन्यू फेसबुकमा राम्रो भयो फेसबुकमा चाहिँ राम्रो आउँछ अर्को पहिला त सिङ्गल आएको थियो त्यही भएर चाहिँ अहिले चाहिँ म्यारिड भइरहेको छ क्यामेराम्यान बङ्गली लु गाइस हामी चाहिँ यहाँ आइसकेको छौँ यहाँ हेर्न सक्नुहुन्छ हजुर अस्ति चाहिँ पहिला चाहिँ अब सिङ्गल लाग्थ्यो बसेर गएको अहिले चाहिँ मिङ्गल अब अहिले चाहिँ जोडी भइरहेको जोडी परिवार सक्छ नि एडजस्ट गरेर बस्ने जोडी ल्याएको थियो नेक्स्ट टाइम आउँदाखेरि अब एकजना चाहियो यतिको आशीर्वाद दियो भने भइहाल्यो नि आयो ओ ल ल चाहिँ भोलि के आउनुपर्छ अरे सखाइ गाइस है यो चाहिँ हाम्रो आफ्नो प्रोडक्ट हो नि त्यही भएर हामी चाहिँ ल्याएको चाहिँ अब लिङ्क त हुन्छ हामी त्यहाँनिर आफ्नो चाहिँ प्रसार गर्दै हिँड्छौँ हजुर के भन्नु चाहनुहुन्छ अस्ति जान त तपाईँले त मलाई भन्दै नि भन्नुहुन्छ फेरि अन्त यता लाग्नु भएको त फेरि पार्टी चेन्ज गरिदिनु यतिको उसले एक्सेप्ट गर्दैन उसले गाइस पार्टी चाहिँ यसरी चेन्ज हुन्छ है तपाईँहरू ओके खै आउँछ न त बुक्का निमेक्चरी उसको डायलॉग सो गाइस यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ विशाल दाले चाहिँ यतिवटा धेरैवटा भेराइटी यहाँ राखिरहनु भएको छ होइन
सो एज अ विज है हजुरहरूलाई कुन चाहिँ यहाँ छ यो विशाल दादा अनि हजुरहरूलाई कुन चाहिँ मनपर्छ वी क्यान चुज फ्रम हियर फर अस मतलब फर अस हाम्रो लागि हो होइन अनि यहाँ हेर्नु सक्नुहुन्छ आन्टीले चाहिँ ग्लास ल्याइदिनु हुन्छ होइन यो चाहिँ अब छैन। अनि मेरो हस्बेन्डलाई चाहिँ यहाँ यसले यतिको चाहिँ हुनु पऱ्यो नि गाइस है अहिले यस्तो पकेटमा थम्नुको लागि सो गाइस यो चाहिँ किन भन्दाखेरि अहिले थम्दैन त्यो मतलब कोक खान्छ कि यसमा? कोक खानु पनि लाग्यो। ए, कोक। यहाँ फेरि यस्तै गफ भइरहेको छ हो यतिको चाहिँ हुनु पऱ्यो नि फेरि सक्छ नि त सो गाइस यहाँ चाहिँ खाना आइसकेको छ होइन स्पेसल चाहिँ यहाँ के छ भन्दाखेरि गोरुको होइन यो चाहिँ मेरो लागि बनाइदिनु भएको अरे बेसी बेसी पनि भयो। अन्त यहाँ पनि खाना त मेरो जति आएछ त अनि यहाँ चाहिँ के हो सुँगुरको खुट्टा यहाँ आलु भुजिया त झन् मेरो फेभरेट हो अनि यहाँ दाल छ यहाँ चाहिँ सबैजना भइरहेको छ है यहाँ हजुरहरूले हेर्नु सक्नुहुन्छ यहाँ त्यस्तो भइरहेको छ मकै लाग्यो अरे के भइसक्यो त्यो हेलो गाइस अर्डर इज रेडी यो अर्डर चाहिँ उसले छिटै पुगाउनु जान लागेको छ किनभने चाहिँ बिजनबारी दार्जिलिङको अर्डर हो अनि यो चाहिँ रहेको छ बागडुग्राको अर्डर तपाईँको नियर त्यो दुइटै यसरी चाहिँ प्याकिङ हुन्छ है गाइस हाम्रो मेरो हस्बेन्ड आउनुभयो होइन अनि उसले पार्सल पनि डेलिभर गरेर आउनुभयो अनि म सोच्दै थिएँ यत्रो बेर भइसक्यो आधा घन्टा भइसक्यो मेरो हस्बेन्ड किन मलाई बोलाउँदैन कहाँ गएछ भनेको त यतिको दिइरहनु भएको रहेछ नि त त्यही भएर म बुढीलाई पनि बोलाउँदैन नभए त उसले बोलाएर वाक्कै पर्थ्यो तर उसले यो मात्रै होइन यता आउनु न उसले चाहिँ यहाँ के गर्नुभएको छैन अचम्म गाइज यहाँ हेर्नुहोस् न उसले चाहिँ यस्तो दामी टेस्टी यहाँ हेर्नु सक्नुहुन्छ माछा करी बनाउनु भएको छ हो गाइज एकदम टेस्टी छ होइन हेर्दै खम लागिसक्यो भोक लागिसक्यो मलाई सबलाई भोक लाग्यो होला देखेर त आई थिंक यो पालिको छुट्टीमा फर्स्ट टाइम बनाएकै आज खाना हो र गाइस फर्स्ट टाइम बनाउनु भएको त्यही भएर त हल्ला किन गर्दैन उसले मलाई बोलाउँदैन किन भनेको त यहाँ दिइरहेको रहेछ नि त रमाइलो भइरहेको रहेछ नि त सर्जीको त यहाँ त सो गाइस म चाहिँ अहिले जाँदैछु होइन रेडी भएर अनि मेरो हस्बेन्ड चाहिँ यहाँ सुतिरहनु भएको छ औ अहिले लिन आउनु ल गएको खिड्कीहरू सबै लक गरेर आउनु ल रुमको सुन्यो म चाहिँ अब निस्केको हाम्रोमा त लाइन पनि छैन क्या गाइस अन्त यतिको खुला राख्दैन अलिकति हावा पस्नु सो त्यही भएर म चाहिँ खाएको स्कुटीको चाबी स्कुटीको चाबी चाहिँ यहाँ छ होइन स्कुटीको चाबी बिना त हावा खेल्को सबै स्कुटी चाहिँ म लिएर आउँछु अन्त अहिले चाहिँ ऊ हिँड्दै आउँछ नि त बट वेज माई स्लिपर गाइस मेरो चप्पल कता गयो चप्पल अब तपाईँले मेरो चप्पल देख्यो ए अब यहाँ रहेछ यहाँ ओ माई गड बेस्ट आउँछु भने निस्केको वेदर चाहिँ यस्तो भइरहेछ यहाँ हेर्नु सक्नुहुन्छ म चाहिँ आज बुढा बिनै जाँदैछु बुढा चाहिँ अहिले मलाई लिन आउँछ नि त किनभने म चाहिँ किन जाँदैछु भन्दाखेरि तपाईँले चाल पाइहाल्नुहुन्छ वाइ आम गोइङ भनेर मलाई त्यस्तो धेरै पसिना आउँछ कि भन्नु बुढा चाहिँ अहिले हिँड्दै आउँछ पर्खिरहेको रहेछ धेरै दिन बाद झन्डै रकिहालिनु जानै लाग्यो त्यसलाई फकाइरहेको थियो हो ल उतै लिन आउँछु भन्दै थिएँ मैले त एउटा भिडियो अपलोड गर्नु पर्छ लाइभ नभएन ओके खै आइ भनिदेऊ न खै
छिटो लु अन्त पनि मिठाई दिन्छु मिठाई ल्याइदिएछ छिटो हेलो भन्नु आमाले सिकाएको